लाली गुराँस अनि उ त डाँफे खेल्दै रहेछ दाइ मयूर पनि हैन मिर्गा पुग्छ त खरायो बरायो जरायो कता हरायो ल अब डाँडा पुग्नु लाग्यो हरेक ठाउँमा यस्तो दामी दामी काठको पुल लगाइदिएर मान्छेको मनै लोभ्याउने आउँ लाग्ने गरी बनाइदिएछ अलिकति उकालो चढ्यो अब चाहिँ भयो होला भन्ने बित्तिकै फेरि राम्रो पुल आइदिन्छ मान्छेले वाउ अझै एक स्टेप जानुपर्छ भन्ने बनाइदिन्छ हैन दाइ झापाली देखिया चाहिँ माथिको मैले सिकाएको झापाली है यो ढुङ्गा यो तलको ढुङ्गा त्यति कुडुला छ नि मैले एक दुई घोप्टाइदिएको हो र ऊ तल ऊ पर ड्याम रहेछ नि त बनाउनु माथि लगेको बेसी भयो बेसी भएर घोप्टाइदिएको सही हो ऊ तलबाट आएको कि क्या हो हामी ओ तल छ यस्तो गर्दै आएको ऊ त्यहाँ तल जुम गरेर देखाइदिउँ हो त्यो लोकबाट आएको यहाँबाट हामी ऊ परतिर घुम्दै 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 यहाँ आइपुग्यो बाटै भोलि फोटो सेसन गरेर ढिलो पनि भइसक्यो ब्याट्री 70 फ्ल्याट हुनु रहेछ कस्तो दामी हावा आएको यार मजा आएको यहाँ त्यसको ल्याइदिनु म खिचिदिन्छु ऊ माथि टावर रहेछ नि त त्यहाँ जाने हो नि त हामी त जाँदैछौँ आज राति बसाइ उतै माथि फोटो कहाँ खिच्ने कहाँ नखिच्ने भन्ने हो जुम बेसी भयो ऊ पर ड्याम रहेछ हौ पानी जम्मा हुने ठाडै उकालो छ नि त हौ फेरि यो पुरा लगभग 45 होइन 75 डिग्रीमा चाहिँ ठाडो छ है यो 90 नै त छैन 75 मैले हिसाब खासै राम्रो नआए पनि यति चाहिँ मैले पत्ता लगाएँ 75 डिग्रीको उकालोमा छ यो अब लडै ल जाउँ चार्ज सक्यो यार अहिले ठाउँमा केले खिच्ने ल अब चाहिँ टुप्पीमा आइपुग्नुलाई जम्मी 250 मिटर कति हो 3.1 किलोमिटर चाहिँ आइएछ उकालो पुल अर्कैतिर रहेछ खै कता हो कता फाइनली टपमा पुगे अब 4 किलोमिटर हिँडिएछ अब झर्दा 8 किलोमिटर त हिँड्ने भयो टावरमा रातो पुल खोज्दै आएको पुलै भेटिएन बाटै कता हो कता यहाँ त उम्जु ऊ रहेछ नि त खुम्जी उम्जु भनेको अब पिउने जम्मै होला क्यानहरू फ्याल्नु भएन होला टुप्पीमा आइपुग्यो अन्डर टप 78 मिटर अग्लो माछन्दे भन्ने पहाडको टुप्पोमा आइपुग्न सफल भइयो पुल त त्यो रहेछ क्याम्पेन कसरी जाने केबल कार पुल यता झर्ने नि उताबाट झर्ने ठाउँ छ त त्यतै जाउँ कि क्या हो कहाँ पुग्छ नि फेरि जाउँ न यार त्यता कताबाट पुगिन्छ छिटो हुन्छ क्या
त्यही नाक्चोदे भन्ने ठाउँ रहेछ क्या तल उताबाट बोर्ड हेर्दा 1.3 किलोमिटर त हो जाउँ नाक्चोदे यहाँबाट 1.3 अब माचन्देबाट झरेर नाक्चोदेतिर हिँड्यौँ त्यहाँ नाक्चोदेबाट सर्टकट बाटो झर्नुपर्छ क्या भरे नाक्चोदे भनेको चाहिँ केबल काट गर्ने ठाउँ हो नाक्चोदे होला अनुमानलाइजेसन गरौँ न अनि खै दुईजना दाइहरू आउँदै हुनुहुन्छ जिब्रो टोक्यो यार भरे मासु त खानै पर्ने हो नि त खुट्टा त फिन्चिङ गर्न थाल्यो त खुट्टा त फ्याङ्लाङ गर्न थाल्यो त हो अघिको त्यो उसले काम गरेन मेरो घुँडामा ओह्रालो झर्ने बेला दुख्छ क्या जहिले अब ब्याट्री पनि अन्तिम हुँदैछ नाक्चोदे पुग्दाबाट त खिच्नु नि पाइन्न होला तर मेरो अर्को फोन छ नि फेरि त्यो अगाडिको सेल्फी मात्रै राम्रो आउँदैन पछाडि त कति मेगापिक्सल 50 जति त होला हौ खोइ त हौ दाइहरू हामी यसरी सुरेगी पनि नफ्यालिकन बाटोमा नफ्यालिकन झोलामा बोकेर हिँडिन्छ बाटो डिस्टर्ब भयो भिडियो खिच्दै हिँड्नु त आफ्नो दाँतको बिमा गर्नुपर्ने रहेछ नि त बाटो चाहिँ डेन्जरस छ है अब हामी माचन्दे सबभन्दा अग्लो आजको लागि पहाडबाट फर्किने क्रममा ओह्रालो यस्तो छ कि डेन्जरस लड्नु पनि सकिन्छ यसरी भिडियो बनाउँदाखेरि अस्ति भन्दा मजा आयो किनभने मान्छे धेरैजना पनि भयो नि त गफ पनि धेरै भयो त्यो बुढाको ढाडमाथि टुप्पीमा लाएर भिडियो खिचिरहेको यहाँ देखेनौ अगाडि हेर न ऊ यहाँ माथि हौ टुप्पी लाएर ऊ त्यहाँ झोलाको माथि एन्टिना जस्तो ए त्यसरी ऊ लाउनु नि मिल्छ स्ट्यान्ड अब यसै गरी हिँड्नु साथ दियो भने म किनिदिन्छु नि फेरि मेरो अहिले युट्युब च्यानलमा 1K के अरे सब्सक्राइबर छ 1500 पुगेपछि म 360 किन्छु अनि 2000 पुगेपछि ओस्मो किन्छु अनि त्यसपछि 5000 पुगेपछि म ड्रोन किन्छु है त्यसको लागि चाहिँ तपाईँहरूले सहयोग गर्नुपर्ने हुन्छ पैसा केही पनि लाग्दैन फ्रीमा बटन थिच्ने के भन्छ सब्सक्राइब गर्ने सब्सक्राइब गर्ने लाइक पनि गरे हुन्छ मन लाग्यो भने अनि घन्टी बजाउनु होला त्यो रवि लामछाने दाइको जस्तो घन्टी होइन यो युट्युबको घन्टी नोटिफिकेसन घन्टी बजाउँदा हुन्छ पैसा लाग्दैन फ्री अफ कस्ट त्यसपछि चाहिँ ड्रोन 5K पुगेपछि फेरि यो चाहिँ म मेरो बोलीको पक्का मान्छे हो DJI-को ड्रोन हानिन्छ नि फेरि तर चलाउनुलाई सिक्नु पर्यो मेरो खर्च गराउन चाहनुहुन्छ भने त्यति कष्ट गर्नु पर्यो फ्रीमा के कसो त 5K मात्रै हजुर DJI-को सामानहरू त अनि चाइनामा सस्तो पर्दैन र चाइनामा किनेर यहाँ कसरी त किबुबाट अलीबाट होइन हौ ट्रान्जिट हुँदाखेरि परिँदैन किन होइन खोइ अब एयरपोर्टमा पाइयो भने त पाइन्छ होला यो खाली हुनुपर्ने मान्छे नै मान्छे रहेछ एकदिन यहाँ एकजना बाटो रोकेर बस्नु न त्यसरी अलिकति ब्याक आइज त दाइको 또 재밌을 것 같아. 야 계단이 겁나 야물다 야. अलिकति त पछाडि आउनु पर्यो
भिडियो ए प्रभाव दाइ ल भिडियो खिच्नु न झर्न मिल्दैन के त्यहाँबाट झर्ने होइन त्यतिकै खिच्दिन् न त्यही रे हौ मिल्दैन क्या उताबाट दामी देखिन्थ्यो आउनु न तल उसिक दाइलाई छोड्दै छोड्दै कहाँ छोड्दिनु यहाँ अलिकति साइड छोड्दैन ले आउनु आउनु खै कहाँ ल्याउ त भाइ म यहाँबाट खिचिदिन्छु बरु तलतिर एकछिन वेट वाउ दामी यही फोटो हेरेर हामी आएको तिम्रो चाहिँ माथिबाट खिच्नु माथिबाट राम्रो आउँछ ओ दाइ कम फोटो पनि खिच्दिनु होला दाइ एकछिन त्यसो भए आरुम डाउन इब्निदा वेट नकरम ए उनीहरू पो कराएर वाउ दामी एकछिन सरर खिचौँ न मेरो एक्लै खिच्नु परेछ यार यस्तो ठाडो छ अनि कसरी खिचाउ सिधै ऊ हो नि 잠깐만 있어요. 아니 대충 찍어도 잘 나올 것 같아 배경이 좋아 촬영 मान्छे आइरहेको 진짜 어이없지? छ कस्तो आइरहेछ दुईमा 말이야 힘들어 यता भगिन एकचोटि हात तल्लाइदिनु गएर पक्रिनु 아이고 뺏겼네. 빡 빡. दामी जाँड छ यार खाउँ लागिसक्यो तर म नखाम होला होइन नखाम न बाबा न म त नखाने खाजा सन्देश यस्तो दामी जाँड यार किटलीबाट निकालेको जाँड डाइरेक्टबाट निकालेको खाउँ होइन म नखाने पानी चाहिँ खाइदिनु होइन चेयर छ नम चेयर अस्ति यो मैले उमा पनि यही त खाएर सुत्या माथि थोपाउँछन् दाइले डलेले काम लगाइदिनु हुन्छ नि त कडा हो नि हाम्रो त आम्मामा के अरे क्यामेरामा त सन्देश भाइ त अर्कै देखिँदो रहेछ म त श्रीलङ्काको जस्तो देखिन्छ बोल्दिनु क्या जाँड छिटो खाऊँ है अब जानुपर्छ स्वाटै खम्बे के अरे के पो भन्छ स्वाटैलाई झ्याम्पे लड्छन् होला यार बच्चुहरू भिडियो खिचिराखेँ मैले पुरै गोरो नि हौ
तर खिच्ने ठाउँ चाहिँ अस्ति हामी गएको भन्दा बेसी है। आम्मामा हावा नि पर्छ यार। कोचीमा भएको चिजहरू डरछ मनपर्छ झर्छ यार। कस्तो दामी हावा चल्यो यार। मुनि हेर त पुरै छुलुक छुलुक पार्ने रहेछ यार। मोबाइल नि बाहिर लानु डर लाग्ने यार। डरकै आएको जित्यो त माउन्टेन ड्यू होइन त जाँड पो रहेछ माक्कली माक्कली खाएपछि डर के आगे माक्कली हामी चाहिँ भ्लगरहरू है नयाँ भ्लगरहरू सिकारु भ्लगरहरू यसो सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। दुईजना कहाँ गयो बाप रे बाप यो पुलमा झन्नै छुट्याइएछ नि त नआएर नआउने भनेर मन बनाइसकिएको थियो। पहाडको माथि हेरौँ त ऊ माथिको सिसाको हुनुपर्ने हजुर दाइ त आउनु हुँदैन थियो होला। डराएर जाडोले काम हो। माथिको पुलमा चढ्यो यार हामी। मलाई खिच्यो फर्किँदै हामी ओह्रालोमा झर्दैछौँ। त्यही त आज तिमी लास्ट मेहनत गर्यौ बिहानै उठेर। त्यही त प्याट्टै हिँड्यो होइन उठ्यो जुरुक्कै। त्यही त सही हो। एकजना दाइ र भाइ ल घुँडाको लिगामेन्ट सकिएर फिन्चुङ फिन्चुङ भइसक्यो। सन्देश भाइ फास्ट तल पुगिसक्यो। 20 जना होला बेसीमा। भने मान्नुहुन्न अनि अहिलेसम्म 500 मिटर हिँडिसकिन्थ्यो। बल्ल बल्ल बस चढ्ने ठाउँमा आइपुग्यो।